त्यसपछि मैले यो उहाँ देश तथा विदेशमा रहनुभएकाले अलिकति भए पनि थोरै भए पनि सहयोग गरिदिनु भयो भने मैले चाहिँ रकेट पनि यो चन्द्रमामा पुग्ने खालको रकेट पनि बनाउने छु भन्ने र मैले यो युट्युबबाट भन्दैछु। रकेट पनि बनाउने तपाईँको लक्ष्य छ? हजुर एकदमै। दर्शकबिन यो हेलिकप्टर जुन उडिरहेको देख्नु भएको छ यो चाहिँ रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका वडा नम्बर 6 गातिना निवासी लोकेन्द्र बस्नेतले बनाएको हेलिकप्टर हो। यो हेलिकप्टर बनाइसकेपछि उनको निकै चर्चा भएको छ रोल्पा जिल्लामा, तर देशभर चर्चा हुन पाएको छैन। यस्तो अद्भुत कला अद्भुत क्षमता भएका रोल्पाको दुर्गम बस्तीका यी लोकेन्द्र बस्नेतको यो कलालाई हामीले पनि प्रचार प्रसार गर्नुपर्छ भनेर यो भिडियो बनाएका छौँ। फेरि पनि हुन त योभन्दा अगाडि पनि हामीले भिडियो बनाइसकेका छौँ, तर पनि डुब्रिङमा उनलाई स्वागत कार्यक्रम गरिएको थियो र त्यो कार्यक्रममा हजारौँ मान्छेको भिडमा उनले यो हेलिकप्टर उडाएका छन्। तर यतिले मात्रै उनी सन्तोष छैनन्, अझै उनले ठुलो योजना बनाउँदैछन् र स्थानीय तथा प्रदेश त्यसै गरी केन्द्र सरकारको सहयोग पाएमा छिट्टै चन्द्रमामा पुग्ने रकेट पनि बनाउने उनले हामीसँगको कुराकानीमा बताएका थिए। त्यसैले यस्ता अद्भुत क्षमता भएका यी व्यक्तिलाई हामीले पनि सहयोग गर्नुपर्छ। यी 18 वर्षीय युवा लोकेन्द्र बस्नेतसँग हामीले गरेको कुराकानी अब तपाईँको माझमा प्रस्तुत गर्दैछौँ। ग्रेटर नेपाल टिभीमा यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद सर। अनि तपाईँले यो जुन हेलिकप्टर आज डुब्रिङमा उडाउनु भयो होइन? हजुर। यो कसरी बनाउनु भयो अलिकति बताइदिनु न यो बारेमा। यो चाहिँ मैले 7 क्लासदेखि बनाउँदै गर्दाखेरि आज एउटा धेरै बिग्रिने यताउति हुने गरेर चाहिँ अरू 3-4वटा उडाएर चाहिँ अहिले यो राम्रो खालको अरूभन्दा चाहिँ फरक राम्रो खालको छ भन्ने मलाई लाग्छ। र अहिले यसमा कम्प्युटरहरूको पूर्जाहरू हालेको छु मैले, पहिलाकोमा हालेको थिएन र जापा त्यही गएर ठोकिन्थ्यो। अहिले चाहिँ त्यस्तो खालको हुँदैन, तर हावाको गर्दाखेरि चाहिँ त्यस्तो हुने गर्छ, नत्र पनि हुँदैन। जस्तो तपाईँले पाठ पूर्जाहरू पहिलेको भन्दा अहिले फरक खालको हाले भन्नुभयो, बाहिरबाट ल्याउनु भयो अथवा यही आफैले त्यो पाठ पूर्जाहरू बनाउनु भयो, कसरी त्यो चाहिँ कसरी गराउनु भयो? त्यो चाहिँ मैले कम्प्युटरको पुराना बिग्रेका कम्प्युटरहरूबाट बनाएको छु निकालेर पाठ पूर्जाहरू। अनि पहिला चाहिँ यो नयाँ त कहाँ पाउँथेँ र होइन कम्प्युटरको, तर ती पुराना कम्प्युटरहरूको पाठ पूर्जा निकालेर बनाएको छु मैले। अनि कस्तो योभन्दा पहिला अन्य मिडिया कर्मीहरू आए होइन? हजुर। त्यतिखेर बनाइसक्नु भएको थियो कि कति भयो बनाएको तपाईँले यो ठ्याक्कै यो विषयमा? मैले बनाएको चाहिँ यो अरू भर्खरै आउनु भएको थियो, किनकि योभन्दा 2-3 हप्ता अगाडि आउनु भएको थियो। अनि उहाँहरूले उ गर्दाखेरि त्यति भएको थिएन, अहिले चाहिँ भएको छ। अहिले टावरहरू यसको सबै निम्जा छ, तर भए पनि यो हावा लाग्यो भने चाहिँ अलिक गाह्रो हुन्छ, नत्र लागेन भने भइहाल्छ, उड्छ, राम्रो बसाल्न पनि मिल्छ। धेरै राम्रो गरिरहनु भएको छ होइन? स्थानीय सरकारले पनि हामी पढाउँछौँ, पढ्ने इच्छा शक्ति छ भनेर जुन गाउँपालिकाको अध्यक्षले पनि भन्नुभयो। अहिले तपाईँको विचार चाहिँ के छ? पढ्ने हो अब त्यस्तो खासै त्यस्तो भइदियो भने म पढ्न पनि सक्छु, किनकि हजुर तपाईँको घरको आर्थिक अवस्था कस्तो छ बताइदिनु। घरको आर्थिक अवस्था अलि कमजोर नै छ भनौँ होइन। पहिला पनि त्यस्तै भएर छोडेको हो बिचमा, नत्र फेरि उताबाट पछाडि फेरि पढ्ने विचार थियो, हुँदाहुँदै पनि अलि त्यस्तै भइदियो आर्थिक अवस्थाले गर्दाखेरि भनौँ न। अलिकति आर्थिक अवस्था बलियो थियो भने म कस्तो गर्न सक्थेँ, के बनाउन सक्थेँ जस्तो लाग्छ तपाईँलाई? योभन्दा अझै अब्बल बनाउन सक्नुहुन्छ तपाईँ? आर्थिक अवस्था बलियो भयो भने, यदि भोलिको दिनमा सरकार लगायत हाम्रा दर्शकवृन्द लगायत सबैले हेर्नुभयो भने, तपाईँले सहयोग गर्नुभयो भने तपाईँले मान्छे बोकेर उड्ने हेलिकप्टर नै बनाउन सक्नुहुन्छ? हजुर, म मान्छे बोक्ने हेलिकप्टर नै बनाएर उडाउन सक्छु। अनि भनेको ठाउँमा पुगाउन सकिन्छ। धेरै अब पैसा कम लगानीले हुने कुरा भएन, त्यो चाहिँ अब धेरै पैसा भएसम्म मात्रै हुने कुरा हो। र यो मात्रै नभएर अन्य कुराहरू पनि मसँग यदि पैसा भइदियो भने म गर्न सक्नेछु। अनि यस्तै अरू धेरै कुराहरू गर्न सक्नेछु। जस्तो तपाईँले विद्युत पनि मैले आफै निकालेको थिएँ 1-2 वर्ष अगाडि भनेर भन्नुभयो। त्यो विद्युत निकाल्नको लागि पाठ पूर्जाहरू तपाईँले बाहिरबाट ल्याउनु भएको कि त्यो पनि यतै घरमै
बनाउनु भएको हो त्यो पनि क्लियर गर्नु। त्यो चाहिँ मैले घरतिरबाट उ गरेको हो। अब बाहिरतिर त अब मेरो त्यस्तो सम्पर्क हुने कुरा भएन। अब मलाई त त्यति कुरा थाहा पनि छैन होइन। त्यस कारणले गर्दाखेरि हरेक आजसम्म मैले जे काम गरिरहेको छु नि आफ्नै दिमागको प्रयोग गरेर मात्रै गरिरहेको छु। हरेक कुराहरू आउँदा अरू कुरा पनि अब तपाईँहरू फेसबुकमा कसैले कमेन्ट गर्नुभयो भने देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीहरू अनि यो आइसकेको यो 2018 सालको चाहिँ आज 1 गते पनि हो। किनकि जतिले हेर्नुहुन्छ उहाँहरूलाई धेरै धेरै सम्झेको छु। नि त्यसपछि यो मैले ठ्याक्कै जोड्दै थिएँ यो हवाईजहाजको बारेमा। अनि त्यसपछि मैले यो उहाँ देश तथा विदेशमा रहनुभएकाले अलिकति भए पनि थोरै भए पनि सहयोग गरिदिनु भयो भने मैले चाहिँ रकेट पनि यो चन्द्रमामा पुग्ने खालको रकेट पनि बनाउने छु भन्ने र मैले यो युट्युबबाट भन्दैछु। रकेट पनि बनाउने तपाईँको लक्ष्य छ? हजुर एकदमै। यदि सहयोग पाएको खण्डमा? हजुर। दर्शकबिन तपाईँहरूले पनि हाम्रो यस्तो दुर्गम भेगमा रहेर पनि एकदमै अब्बल क्षमता भएका एकजना लोकेन्द्र बस्नेतलाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया हामीले डिस्क्रिप्सनमा अहिले एकछिनपछि नम्बर पनि छोड्नेछौँ, त्यसमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ तपाईँहरूले। र लोकेन्द्रजी जस्तो अब हाम्रो दर्शकहरू धेरैले हेरिरहनु भएको छ यति बेला देश तथा विदेशबाट होइन। अब विभिन्न जिल्लाका हाम्रा दर्शकहरूले लोकेन्द्रजी हाम्रोमा पनि विद्युत निकालिदिनु पर्यो, तपाईँले निकालेको विद्युत हामी बाल्न चाहन्छौँ भनेर कसैले कन्ट्याक्ट गर्नुभयो भने तपाईँले कस्तो उत्तर दिन सक्नुहुन्छ? तपाईँ गएर बनाइदिन सक्ने अहिले सम्भावना छ कि छैन? त्यो चाहिँ हुन्छ, तर भए पनि अब हामीले निकाल्नु छ भन्नेमा हामीले काम गर्नु छ भन्दैमा जहाँ पायो त्यही गर्न मिल्दैन। किनकि अब सरकारले अब अथवा यहाँ कुनै गाउँपालिका होला कुनै गाविस होला उसले पनि हामीलाई केही दिनुपर्छ। किनकि घर भनेर हामीलाई भनिसके पश्चात हजुर एकदम स्वीकृति दिनु पर्यो स्थानीय सरकार लगायत केन्द्र सरकारले होइन। त्यसपछि उसले स्वीकृति दिएको खण्डमा तपाईँले गर्न सक्नुहुन्छ। हजुर धेरै खुसी लाग्यो। अन्तिममा लोकेन्द्रजी तपाईँले यो कार्य अन्त गएर सिक्नुभयो कि आफैले सिक्नुभयो? तपाईँले क्लास ल्याउनु भयो कि के भयो यो बताइदिनुहोस् न। यो चाहिँ मैले त्यस्तो खासै अन्त गएर क्लास लिएको यस्तो कुनै केही छैन। किनकि भने होइन मैले चाहिँ आफ्नै दिमागको प्रयोग गरेर आफूले धेरै पटक सोचेर आफूले अरूले पढेर हो भने मैले चाहिँ आफै गरेर गरेको हो यो। त्यसो भए तपाईँले कहीँ पनि तालिम लिनु भएको छैन यसको बारे? आजसम्म त्यो तालिम लिउने भन्ने कुरा मलाई थाहा पनि छैन। किनकि मैले आफ्नो दिमागको प्रयोगले गरेर मात्रै गरेको छु। लोकेन्द्रजी हामी एकदमै बिजी थियौँ। तपाईँले एउटा डुब्रिङमा कार्यक्रम आयोजना गरिएको थियो र त्यहाँ तपाईँले हेलिकप्टर उडाएर पनि देखाउनु भयो र यसैको कार्यक्रमको सन्दर्भ पारेर हामीले तपाईँलाई थोरै समय निकालेर कुराकानी गरौँ। देश विदेशका हाम्रा दर्शकवृन्दले दुर्गम क्षेत्रमा पनि यस्तो व्यक्ति रहेछ है भनेर थाहा पाउन् भन्ने हेतुले यो इन्टरभ्यू लिएका थियौँ। हामीलाई समय दिनुभएकोमा यहाँलाई धेरै धन्यवाद। अन्तिममा तपाईँले कसैले सहयोग गर्न चाहनुभयो भने कुन माध्यमबाट कसरी गर्ने नम्बर तपाईँको छ? एउटा चाहिँ तपाईँको नम्बर छोड्नु होला, एउटा चाहिँ मेरो आफ्नै पर्सनल नम्बर चाहिँ छोड्छु। यस नम्बरमा दुईवटा नम्बर मध्येमा जुनमा पनि तपाईँले जुन सजिलो लाग्छ त्यसमा चाहिँ सहयोग गर्न सक्नुहुन्छ भन्दै म आफ्नो नम्बर छोड्छु। 98 पहिलाको समयमा धेरै छिटो नम्बर हो भनेर भन्नुभएको थियो, त्यस कारणले गर्दा बिस्तारै मैले छोड्दैछु। 98 0 27 135 98 0 98 27 135 मेरो सम्पर्क मोबाइल नम्बर हो। हजुर 98 0 98 27 135 यो नम्बरमा तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामीले यो नम्बरलाई डिस्क्रिप्सनमा पनि राखिदिनेछौँ। त्यसै गरी